एकदमै सस्तो मूल्यमा 9 गठा धान खेत अहिले चाहिँ मकै लगाइरहेको छ है। अर्जेन्ट बिक्रीमा आइसकेको छ। हेटौडा बजारबाट पश्चिमतिर लाग्दाखेरि हेटौडा चितवन हाइवे बाटो चाहिँ नि ट्याक्कै लाएर तपाईँको यो मनरी गाउँपालिका वडा नम्बर 5 महेन्द्र हाइवेबाट ठ्याक्कै पारिपट्टि रहेको यो जग्गा चाहिँ 9 गठा जग्गा चाहिँ ठ्याक्कै अर्जेन्ट बिक्रीमा आएछ। सिँचाइको राम्रो व्यवस्था भएको है, पानी प्रशस्तै भएको हैन, जग्गा चाहिँ तपाईँको प्रशस्तै भएको तपाईँको है, एकदमै सस्तो मूल्यमा धान खेत 9 गठा धान खेत अर्जेन्ट बिक्रीमा आइसकेको छ। तपाईँहरूलाई अब म जग्गाको सिमाना चाहिँ कहाँदेखि कहाँसम्म भनेर देखाउँछु है। ठ्याक्कै यो लौरो गाडीदेखिबाट ठ्याक्क लाएर यहाँ माथि तपाईँको यहाँनिरसम्म चाहिँ नि है सिमाना देखाउँछ हामी। ल ठ्याक्कै यो कुलो हो सिमाना। अनि त्यसपछि हेर्नुहोस् मकै यति ठुल्ठुलो घोका फलेको छ कि मकै है। यहाँ चाहिँ अब 2 बाइल धान लगाउनु मिल्छ। त्यसपछि मकै लगाएर तपाईँ हेर्नुहोस् मकै घोका है यत्रो छ तपाईँको, एकदमै राम्रो फल्छ। अहिले चाहिँ मकै छ यसमा, एकदमै सस्तो धान खेत है। महेन्द्र हाइवेबाट तपाईँको धेरै टाढो होइन, ठ्याक्कै पारिपट्टि रहेको यो जग्गा चाहिँ बिक्रीमा आइसकेको छ। पछाडि चाहिँ तल अब म पछाडि पनि देखाउँछु अनि अन्तिममा चाहिँ मूल्य पनि भन्छु। अनि त्यसपछि सिँचाइको लागि पानी कुलो पनि देखाउँछु तपाईँहरूलाई है। एकदम तपाईँको हेर्न सक्नुहुन्छ सिमानाहरू यो धान खेत है। हजुरहरूलाई चाहियो भने हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यो मनरी गाउँपालिका वडा नम्बर 5 सिमानाहरू ठ्याक्कै पछाडिको यो काठ राखेको है त, काठ राखेको सिमानाबाट ट्याक्कै लाएर अगाडिपट्टि देखिएको यो मकैबारी 9 गठा ठ्याक्क लाएर बिक्रीमा आएको छ। हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है। अब हजुरहरूलाई चाहिँ म चाहिँ पानी देखाउँछु। म अब यस्तो कुलोमा पानी देखाउँछु म है, एकदमै राम्रो छ पानीको सुविधा भन्छ त। अब यहाँ पानी खलङ लङ 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 आइरहेको छ। फेरि 12 महिना पानी आउने हो। ल टक्कै यो पानी हेर्नुहोस् यत्रो छ कुलोको व्यवस्था, यो पानी हो। अनि हाम्रो खेत चाहिँ यो बिक्रीमा भएको खेत चाहिँ यो हो। ट्याक्क लाएर हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है। हेटौडा बजारबाट पश्चिमतर्फ हामी चितवन जाने हाइवे महेन्द्र हाइवेबाट ठ्याक्कै पारिपट्टिको जग्गा हो यो 9 गठा धान खेत। अब मूल्यको कुरा गर्नु पर्यो। मूल्य चाहिँ तपाईँको प्रति गठा है त, 1 गठाको मात्र 6,50,000 है त। 1 गठा धानको 6,50,000ले चाहिँ अब 9 गठा है, 1 गठाको त प्रति गठा हो, प्रति गठा 6,50,000 दरले 9 गठा धान खेत बिक्रीमा छ। हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है त। ल